यहाँ तरुल भइसक्यो यहाँ लड्डु भुजाको अनि यहाँ चाहिँ तिलको डल्ला छ अनि मैले तिलक पनि बनाएको छु म हजुर देखाउँछु ल तिलक यहाँ मैले तिलक थोरै बनाएको छु है यो चाहिँ तरुल घर तरुल जय माघे सङ्क्रान्ति जय लक्ष्मी मजा खायो यता टिका लाउनु छोरी आशीर्वाद ल धेरै पढ्नु ज्ञान हेर्नु ल ल माघे सङ्क्रान्तिको ल अर्को यो पनि खाने भन्नु पर्छ हेलो सेवा स्यामी नमस्ते सम्पूर्णलाई वेलकम ब्याक टु माई च्यानल निना राई आयो फर्ज पनि आराम कुशलै हुनुहुन्छ म पनि आराम कुशलै छु न्यू डे न्यू ब्लगका साथ उपस्थित भइसकेको छु साथै आज चाहिँ माघे सङ्क्रान्ति सम्पूर्ण मेरा दाजुभाइ दिदीबहिनी आमाबाहरू सम्पूर्णलाई ह्याप्पी माघे सङ्क्रान्ति राम्ररी मनाउनुलाई खुसी साथ मनाउनु आफ्नो पढाइसँग अनि धेरै जाडो पनि छ आफ्नो ख्याल गर्नु साथीहरू भन्दै हाम्रो भिडियो सुरु गर्छ साथीहरू हेर्नु आजको यहाँ काठमाडौँको मौसम चाहिँ एकदम चिसो छ कता पनि बाफ आउँछ हल्का अनि यस्तो बाहिर एकछिन है डुम्म डुम्म भइरहेछ ए यो त कस्तो मजाले घाम ल्याएर आएछ होइन माघे सङ्क्रान्ति भएर होला चिसो भएछ डुम्म भइरहेछ अहिले चाहिँ बिहानको 8 बज्न लागिसक्यो र पनि घाम आएको छैन साथीहरू आए चाहिँ हामीहरू पूजाको लड्डु तिलको लड्डु चाहिँ हामीले हिजै बनाइसक्यौँ मलाई भदैनी भएर अहिले चाहिँ हामी अब तल उसिन्नुपर्ने छ अनि तिलक बनाएर टिका लाउने अनि खाना खाने मासु सागहरू खाना खाने बनाएर अब हजुर पनि आफ्नो तरिकाले मनाउनु होला स्वस्थ रहनु होला र चिसोबाट जोगिनु होला धेरै चिसो छ अहिले मौसममा पनि खराब भइरहेछ आफ्नो ख्याल गर्नु होला भन्दै म चाहिँ भित्र गएँ साथीहरू चिसो पनि बढिरहेछ भित्र गएर तरुल उसिन्छु अनि टिका भनेर तिलक लाउँछु अनि त्यसपछि खानाहरू पकाएर खानेछु भिडियो अन्सन हेर्नु होला र माया पनि गर्नु होला फेरि पनि सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति हुनुहुन्छ त छोरी त हेर्नुहोस् त सेवा गर्नु यता हेर्नु न त ह्याप्पी माघे सङ्क्रान्ति भन्नु न ह्याप्पी माघे सङ्क्रान्ति वा मेरो चाहिँ उठेर भर्खर यहाँ बाहिर रमित हेर्नु चाहिँ मौसम यस्तो छ है साथीहरू काठमाडौँको चाहिँ घाम लागेको छैन अहिले 8 बजिसक्यो र पनि डुम्म भएको छ ल अब हामी चाहिँ चिसो चिसो भयो अब हामी चाहिँ भित्र लाग्यौँ साथीहरू आऊ न हामी जाऊँ भित्र अब चाहिँ म तरुलहरू केलाउँछु अनि गएर अब चाहिँ म उसिन्न थाल्छु अब सुरुमा चाहिँ तरुल गर्नुपर्ने त मेरो भुजाको डल्लाहरू चाहिँ म तपाईँलाई देखाउँछु ल हिजो हामीले बनाइसकेको छौँ भुजाको यस्तो डल्ला छ है तिलको पनि डल्ला चाहिँ म हजुर देखाउँछु ल यहाँ मैले बनाएको हिजो मैले भदैनी भएर म हजुरलाई देखाउँछु है त हामीले भुजाको डल्ला यस्तो बनाएर राखिसकेको छौँ अनि यहाँ चाहिँ रहेको छ हाम्रो तरुल चाहिँ थोरै थोरै ल्याएको किनभने धेरै मन पनि त यसो हल्का 1-2 पिस खानको लागि हामी धेरै पनि छैनौँ तिनीहरू मात्रै हो खासै मेरो बुढा खाँदैन त्यही भएर अनि म तिलको लड्डु पनि देखाउँछु म यहाँ राखेको छु तिलको लड्डु चाहिँ यहाँ चाहिँ रहेछ हाम्रो तिलको लड्डु म चाहिँ ठुल्ठुलो डल्ला बनाएको छु घरमै खाने भनेर है एक एकवटा खानु अनि ठुल्ठुलो भने तिलको लड्डु पनि बनाइसक्यौँ अनि भुजा पनि हिजो बनाइसक्यौँ यो चाहिँ मेरो तरुलमा चाहिँ के छ भने नि यो साथै यो चाहिँ घर तरुल भइगयो अनि यहाँ चाहिँ सिबल तरुल कि अनि यहाँ चाहिँ सुठुनी अनि सिबल तरुल घर त किन छोड्ले खाने मम्मीले फेरि अब पखाइदिनु रहेछ नि त घरमै फलेको खनेर त्यही मैले थोरै थोरै मात्रै लिएको छु आज खाने अनि फेरि आउँछ फेरि खाने साथीहरू म चाहिँ तरुलहरू केलाएर बसाउँछु हेर्दै गर्नलाई त आजको के पाएको कमेन्ट गरेर के कस्तो गरेर मनाउनु भयो त पनि भन्नु होला है त अब म चाहिँ तरुलहरू केलाउनु सुरु गर्छु साथीहरू मैले चाहिँ तरुलहरू पनि केलाएर धुइँदै गरेर मैले यहाँ बसाइसकेको 2 ठाउँ बसाएको छु मैले यहाँ देखाउँछु तपाईँहरूलाई यहाँ चाहिँ रहेको छ सुठुने अनि यहाँ चाहिँ रहेको छ यहाँ चाहिँ कुकुरमा चाहिँ रहेको छ एउटा के अरे सिबल तरुल र घर तरुल चाहिँ किनभने चाहिँ ढिलो पाक्छ नि त त्यसले गर्दा सिटी लगाएको सुठुने चाहिँ छिट्टै पाक्छ क्या अस्ति सिटी लगाएको प्लाटपेट भयो त्यही चाहिँ मैले देखाएर कन्टिन्यू बसाइरहेको छु अब पाक्छ अब चाहिँ म साग केलाउँदै गर्छु साग यसरी खानुपर्छ नि त फेरि बुढा काममा जानुहुन्छ त्यही भएर साग केलाउँछु अनि मैले साथै मैले यहाँ पनि पोल्दैछु साथै तिलकको लागि तरुल पनि यहाँ पोल्दैछु यो चाहिँ टिका लाउनको लागि लाउनु अरे नि दादा त तरुलहरूको टिका त्यही म चाहिँ यहाँ पोल्दैछु यहाँ कस्तो अप्ठ्यारो भयो यो अब गाउँमातिर आगो भए त आगोमा टक्क लगाउँदै हुन्थ्यो त अब आगो छैन त्यही भएर ग्यासमै पोल्दैछु साथीहरू अब पाक्छ नि एकछिन तिलक लगाउने अनि तिलको लड्डु भुजाको डल्ला
अनि तातो तरुलहरू खाने है त। अब म चाहिँ साग लाउँछु, सिमसाग चाहिँ मेरो एकदम फेभरेट हो नि त, त्यही म चाहिँ सिमसाग ल्याएको छु। अब सिमसाग के लाउँछु। सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति फेरि पनि राम्रै मनाउनु र खुसियाली सबैजना मिलेर खुसियाली साथ मनाउनु र फ्यामिलीसँग बसेर है त। फाइनल साथै मेरो तरुल चाहिँ पाकेर रेडी भयो होइन त। देखाउँछु म देखाउँछु यो तातो तरुल हेर्नु त है, चक्कसँग माघमा चाहिँ तातो तरुल खाने अरे, तिलको लड्डु भुजाको डल्ला अनि चाको खाने अरे क्या, जिउ तातो बनाउँछ। त्यही मेरो चाहिँ तरुल पनि पाकिसकेको छ, म चाहिँ देखाउँछु। यहाँ तरुल भइसक्यो, यहाँ लड्डु भुजाको, अनि यहाँ चाहिँ तिलको डल्ला छ। अनि मैले तिलक पनि बनाएको छु, म हजुर देखाउँछु ल। तिलक यहाँ मैले तिलक थोरै बनाएको छु है। यो चाहिँ तरुल घर तरुल पोलेर डढाएर यो तेलमा बनाएको तिलक। अब चाहिँ तिलक लाउँदै खाने तातो तरुल, अब बोलाएर सबैलाई अनि खाने हो। मेरो साथै माघे सङ्क्रान्ति यस्तै भयो। हजुरले के कस्तो बनाएर खानुभयो कमेन्ट गर्नु र फेरि पनि ह्याप्पी माघे सङ्क्रान्ति। साथीले म चाहिँ अब तातो तरुल खान्छु, अनि यो तिलको डल्ला भुजाको डल्ला खान्छु। त्यसमा चाहिँ तिलक लगाउँछ, त्यसमा नेब्रो चाहिँ उता जानुभएको यसमा आउँछ नि खानुहुन्छ नि तिलक। जय माघे सङ्क्रान्ति, जय लक्ष्मी। अब चाहिँ तिलक डल्ला एउटा खान्छु, अनि सुत्ने अनि एउटा घर त मलाई टिका धेरै मन पऱ्यो नि त, त्यही भएर चाहिँ खान्छु साथीहरू। अब चाहिँ खानु सुरु गर्छ त्यो ल। ह्याप्पी माघे सङ्क्रान्ति है त साथीहरू, मजा खायो। वेलकम ल। अनि साग चलाउँछु अरेमा, मासु तार्छु छ मेरो पनि पकाउँदै छ, साग चलाउँछु म अब अन्त खाएर। सुत्ने तिलको लड्डु सबै कालो तिल है सबै, सेतो होइन कालो। अब एकछिन खान्छु मजाको डल्ला। अब अरू चाहिँ एकछिन खानु सकेर ढिलो भइसक्यो सब्जी पुऱ्याउनु, म साग पुऱ्याउँछु अनि एकछिन खान्छु साथीहरू। मैले चाहिँ सिमसाग ल्याएको छु, म पुऱ्याउँछु साथीहरू ल। साथीहरू अब चाहिँ म सिमसाग पुऱ्याउनु थालेँ। सिमसाग मेरो फेभरेट साग हो साथी, सिमसाग चाहिँ। अब केलाउँदैछु, साग केलाउने कस्तो भत्ताक्क भएको एक दिन नै होइन, हिजो बेलुका ल्याएको। यता चाहिँ खोले साग पनि भन्दो रहेछ, हाम्रो त्यो चाहिँ सिमसाग भन्छ अरूलाई। अब यसको सिजन त अहिले होइन, तर यता चाहिँ पाउँदो रहेछ। साथीहरू मैले साग पनि सिलाइसकेँ, अब एउटा मजा धोएर साग पकाउनु पर्ने हुन्छ। उता चाहिँ सब्जी मासु पाक्दैछ र पकाएर खाने तातो ल। म एकछिन हालेर भेट्छु ल एकैचोटि खाने बेलामा। अब चाहिँ यो बुढा पनि आइसक्नु भयो, उहाँ चाहिँ म टिका लगाएर तरुलहरू दिन्छु ल। आउनु मनिष खाना तिलक त लाउनु भयो नि त नि, यता टिका लाउनु छोरी हो
आशीर्वाद ल धेरै पढ्नु ज्ञान हेर्नु ल La. यो अहिले तल पनि खानु छोडेर तल ल लाउनु माउस पनि म कहाँ मुख सुख धुएको छैन ब्रस गरेको छैन टिका लाउनु ल माघे सङ्क्रान्तिको ल अर्को यो पनि खानु ल ल ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई पनि चाहिँ मैले खाना चाहिँ रेडी पारिसकेँ यहाँ चाहिँ सिम साग अनि मासु फ्राई गरेको कुखुराको चिकन हो अनि टमाटरको अचार अनि खाना म चाहिँ साथीहरूले खाना खानु थाल्यो साथै तातो तातो अलि फर्स्ट सेल आउँछ नि त त्यही बेला खाएर एकछिन घाम ताप्नु पनि हुन्छ म चाहिँ खाना सुरु गरेँ साथीहरू ल साथीहरू अब म चाहिँ खाना खानु सुरु गरेँ तातो तातो खाना फेरि सेल आउँछ नि त जाडो छ त्यही भएर खानु थालेँ ह्याप्पी माघे सङ्क्रान्ति साथीहरू हजुरले कसरी मन भयो हाम्रो त्यसरी भयो साथीहरू ल अब म चाहिँ ढिलो नगरिकन खाना खानु सुरु गरेँ मेरो बुढाहरूले खाना खाइसक्नु भयो अब म खाने हो टक्कै सिम साग दामी भन्नु कता दामी म त दाल खासै मन पर्दैन म त यस्तै खान्छु सादा साग फेभरेट साग मेरो सिम साग
पिरो भयो अचार ल साथै मैले चाहिँ खाना खाइसकेँ टन्न पनि भएँ एकताल खाइसकेँ मासु खाएँ साग खाएँ खाना अचार ल यसरी ल आज माघे सङ्क्रान्ति यसरी नै मनायो हजुरले कसरी मनाउनु भयो कमेन्ट गर्नु होला र अब त मैले काम पनि गर्नुपर्छ धन्दा पनि गर्नुपर्ने छ र आजलाई भिडियो दिन साथी आजको हाम्रो भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला र अझै बढी माया पनि गर्नु होला यति भन्दै बिदा हुन्छु ह्याप्पी सङ्क्रान्ति सबैजना मिलेर रमाइलो गर्नु होला फ्यामिलीसँग बसेर जाडो छ न्यानो बन्नु होला आफ्नो स्वास्थ्य ख्याल गर्नु होला भन्दै बिदा हुन्छु र अहिलेसम्म साथ सपोर्ट गर्नुभएकोमा सम्पूर्ण धेरै धेरै धन्यवाद सी यू नेक्स्ट ब्लग ह्याप्पी सङ्क्रान्ति बाई बाई टेक केयर